दर्शकवृन्द पछिल्लो समय निकै भाइरल भएको जोडी उहाँहरू हुनुहुन्छ र उहाँहरू चाहेर भाइरल भएको होइन, नचाहेर त्यतिकै सडनली भाइरल हुनुभएको र सोझो मान्छेको हालखबर के छ भनेर बुझ्नको लागि पनि हामी आइपुगेका छौँ। मुसु मुसु हाँस्दै छ अहिले त। अस्ति त देख्ने बित्तिकै दुईजना पुरै यत्रो आँखाले हेराएर गरेको थियो होइन। ओके, अब सुरुमै सोधिहालेँ, बहिनीको हालखबर के छ? मेरो हालखबर एकदम ठिक छ दाइ। बुढाले रक्सी खाँदैछ? खाँदैन, छोड्नु भइसक्यो। छोड्नु भयो? हजुर। अहिले खुसी हुनुहुन्छ? खुसी छु म, एकदमै एकदमै खुसी छु। भाइ चाहिँ खुसी छ कि छैन? एकदम खुसी छु। अस्ति बुढीले छोड्दा त टेन्सन भएको थियो होला। ओके, म सोधिहालेँ, बुढीले छोड्दा कतिको टेन्सन हुन्छ? धेरै टेन्सन हुन्छ नि। धेरै टेन्सन हुन्छ है? नसोचेको हुँदो रहेछ? हुन्छ, हुँदो रहेछ। हुँदो रहेछ? हुँदो रहेछ। अनि तपाईँ चाहिँ बुढालाई छोडेर जाँदा आनन्द कि बुढासँग बस्दा आनन्द? अब रिसको झोकमा त हिँड्यो, अब त्यतिखेर त आनन्द थियो। अब यहाँ आएर फेरि मिलेर बस्यो, मलाई झनै राम्रो भएको छ। झनै राम्रो भएको छ? हजुर। तपाईँले अस्ति पिर त हुन्छ नि त नि, बुढो छोडेर बालबच्चा छोडेर हिँडेपछि त पिर त हुन्छ। अस्ति तपाईँले भन्नुभएको थियो नि, के अरे म सोझो मान्छे, दायाँ बायाँ गर्दिनँ, हजुर। अन्तिममा के चाहिँ गर्छु अरे? फोनमा चाहिँ बोल्छु। फोनमा चाहिँ बोल्छु भन्छु म। अहिले त्यो मान्छेसँग बोलिँदैछ कि छैन? छैन 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 छैन। हामीले भनेको थियौँ राजु माझी खबरदार अब फस्यो भन्दै थियो होइन? हजुर। अहिले गर्दैन? त्यो मान्छेले गर्छ? गर्दैन, उतै छैन, सम्पर्कमै छैन, त्यहाँदेखि छुट्यो। हजुर, अनि टिकटक पनि निकै लाइभ बस्नु हुँदो रहेछ त होइन? हजुर। अनि टिकटक लाइभमा चाहिँ के भन्छन् कमेन्टमा? राम्रो, कुनै नराम्रो शब्द गर्छ, मिलेर बस्नु भएछ, खुसी लाग्यो, जात रक्सी छोड्नु, बुढीलाई माया गर्नु, बुढालाई त्यसो भन्नुहुन्छ। धेरै सम्झाउनुहुन्छ टिकटकको साथीहरूले पनि। नटोक्नु भन्यो? हजुर, नटोक्नु भन्यो। अस्ति तपाईँले कसले पो टोक्छ भनेको? तपाईँले होला होइन? हजुर। अनि कतिचोटि साँच्ची नठाट्यो भने त कतिचोटि टोक्नु भयो? अब त्यो त गनेरै सँगै हुँदैन नि, हप्तै पछि टोक्छु म त। यसले हप्ता पछि रक्सी खानुहुन्छ, अनि मलाई यसले हप्ता पछि रक्सी खानुहुन्छ, अनि हप्ता पछि तपाईँ टोक्नुहुन्छ? मैले टोक्छु। रिस उठेपछि त अब के गर जस्तो हुन्छ, अनि अलिकति टोकिदिए भने अनि उयो हुन्छ, मन शान्ति हुन्छ। अहिले चाहिँ छक्कै छोड्यो? छोड्नु भयो है? हजुर। भाइ अनि रक्सी छोड्दाखेरि फेरि खाउँ त लाग्दैन? त्यस्तो वास्तै नहुँदो रहेछ। तर यस्तो एउटा कुरा त त्यही हो, रक्सी खाइयो भने आफू त बर्बाद भइयो, साथसाथमा छोराछोरी र बुढी पुरै परिवार नै बर्बाद हुन्छ नि त होइन? र पछिल्लो समय टिकटक लाइभमा बस्दा गिफ्टहरू पनि आउँदैछ? आउनु भएको छ, पठाउनु भएको छ साथीहरूले। साथीहरूले पठाउनु भएको छ? टिकटकको साथीहरूले पठाउनु भएको छ। साँच्ची त्यो टिकटक बस्दा तपाईँहरूले धेरैले भन्छ नि क्यामेरा पुस्नु भन्छ नि, अनि क्यामेरा पुस्नु हुँदैन? तर यो मोबाइल नै उयो भइसक्यो, पुरानो भएर होला, त्यति पनि चल्दैन मोबाइल, ह्याङ छ, त्यही भएर होला। त्यो क्यामेरा चाहिँ पुसेकै हो? पुसेकै हो, मोबाइलै त्यस्तो भइसक्यो। मोबाइलै त्यस्तो भइसक्यो, अब अरू फेर्नुपर्छ। साँच्ची भन्नुपर्दा त्यो टिकटकमा मैले पनि हेरेको थिएँ, अनि कस्तो लाग्यो भने त्यो टिकटक चाहिँ तपाईँहरूले त्यो क्यामेरा अगाडिको मैलो लागेर पो त्यस्तो भएको कि? होइन, फोनै त्यस्तो भयो? फोनै त्यस्तै भएको। कतिमा किनेको त्यो फोन चाहिँ पहिला? त्यो पनि सेकेन्ड ह्यान्डतिर किनेको हो सर। सेकेन्ड ह्यान्ड किनेको? हजुर। कतिमा किनेको? थिएन त्यतिखेर, म बाहिर थियो। 4000 जतिमा किने हो। सेकेन्ड ह्यान्ड? हजुर। साँच्ची है? अनि नानीहरू अहिले खुसी छन्? नानीहरू एकदम खुसी छु। खुसी छु? खुसी छ। अनि के अरे यहाँ काम चाहिँ गर्दै हुनुहुन्छ नि होइन? हजुर। अघि पनि काममै हुनुहुन्थ्यो है? काममै थियो। त्यो काम गर्दा चाहिँ तपाईँ के गर्नुहुन्छ, कि बुढाबुढी सँगै काम गर्नुहुन्छ कि अलिक पर ओर गर्नुहुन्छ? अब एकै ठाउँमा हो। एकै ठाउँमा? एकै ठाउँमा हो। एउटै तान? एउटै तान हो। हजुर। अहिले हामी हेर्छौँ ल त्यो तान पनि। कति जति बुनिसक्नु भयो? त्यही 40 सेन्टी गयो होला। 40 सेन्टी? हजुर। 40 सेन्टीको कति पैसा आउँछ? खोइ मलाई त त्यति थाहा छैन सर। कति जति आउँछ होला नि? खोइ लगभग कति आउँछ त्यो पनि। 1 सेन्टीको चाहिँ कति हुन्छ? थाहा भएन सर मलाई त। ए हो र? हजुर। मैले भने त अनि म सोझो मान्छे, मलाई के पनि थाहा हुँदैन। फोनमा मात्रै बोल्न आउँछ।
होइन त अस्ति कसो पो भन्नुभएको थियो याद छ एकचोटि भन्नु सक्नुहुन्छ त्यसरी नै कसो भन्नुहुन्थ्यो सक्दैन म सोझो मान्छे म सोझो मान्छे दायाँ बायाँ हेर्नु हुँदैन यसले मलाई आँखा लाउँछ तर म अरूसँग बोल्छु म तर म अरूसँग बोल्छु अनि त्यो तपाईँलाई 81 आएको हो कि त्यो होइन आगो 81 आगो होइन अब कुरै त्यस्तै छ बोल्नु पर्ने बाध्यतै छ त अनि बोल्नु पर्यो नि त अनि बाध्यताले बोलेको हो मैले अनि पछिल्लो समय तपाईँहरूलाई पनि सहयोग पैसा नि आएछ नि 9-10 हजार रुपियाँ है हजुर आउनु भएको छ पठाउनु भएको छ बहिनीले ए कहाँबाट पठाउनु भएको खोइ मैले त त्यो देश त थाहा भएन कोसिया भन्नुभयो कि कोसिया होइन क्रोसिया हजुर तपाईँ बोल्नु चाहिँ निकै नै होइन र हामीलाई एकदम खुसी लाग्यो तपाईँहरू यसरी मिलेर बसिदिनु भयो होइन र साँच्ची भन्नुपर्दा उहाँहरूको एकदमै निम्न परिवार हो उहाँहरू यहाँ गलैँचा बुनेर काम गर्नुहुन्छ अनि भाइ त एक किसिमले अपाङ्ग पनि हो होइन खुट्टा राम्रो पनि छैन अनि सानो नानीहरू छन् होइन यो समयमा उहाँहरूको परिवार छोड्दाखेरि साँच्चीकै दुःख चाहिँ लागेको थियो अब मिलेर गरी खानु भनेपछि चाहिँ एकदमै राम्रो कुरा हो र सबैले सहयोग पनि गर्नुभएछ तपाईँहरू छुटेको भए त सहयोग आउँदैन थियो होइन मिल्नु भयो खुसी लाग्यो भनेर उहाँले पठाउनु भएको छ है सायद अब त्यो फोन पुरानो भएछ होइन यो भिडियो देखेर भाइ यो बहिनीलाई फोन लगेर दिनु भनेर कसैले भन्यो भने म कुर्र कुदेर आएर पूर्व इटरीबाट आएर भयो नि फोन चाहिँ दिन्छु होइन र अर्को कुरो अहिले चाहिँ बेलुका कहिले काहीँ त्यो पहिलाको कुरा सम्झेर कुराहरू हुन्छ हुँदैन छुट्टी गर्छु अनि एकछिन लाइफमा बस्छु अनि सुत्छु ए हो लाइफमा बस्ने गफ गर्ने निन्द्रा लाग्छ होइन भनेपछि 8 बजेदेखि 11 बजेसम्म बस्छु लाइफमा हजुर त्यो टाइम पास चाहिँ भयो त्यो हजुर त्यो लाइफ नभइदिएको फेरि उही हुन्थ्यो होला नि टोकाटोक हुँदैन तर होइन उहाँहरूलाई एउटा फोन नानी कहाँ त्यस्तो हुन्छ ए हो तर पनि मैले एउटा इम्पोर्टेन्ट चाहिँ देखेँ एउटा फोन चाहिँ तपाईँहरूले चाहिने रहेछ कामबाट आयो अनि अब फ्री बस्यो भने त एउटाले पुरानो कुरा निकाल्दा अर्कोले पुरानो निकाल्दा होइन बरु टिकटकमा बस्यो भने त सबैजनासँग गफ गर्न त पायो होइन त्यो साँच्ची टिकटक लाइभ बस्नुपर्छ भनेर चाहिँ कसले सिकायो आफै होइन दिदीले सिकाउनु भएको ए दिदीले हजुर दिदीले सिकाउनु भएको यसरी बस्नु भनेर सिकाउनु भएको अनि बसेको आफ्नो भिडियो देख्नुभयो नि कस्तो लाग्यो त्यतिखेर हामीले लायौँ नि अब कस्तो भन्नु त खै एक मनले त खुसी लाग्यो एक मनले पनि लाजै लाग्यो मलाई त एक मनले त खुसी लाग्यो है एक मनले त लाज टिकटकैभरि सबै तपाईँकै मात्रै बनाएको थियो त संसार देश विदेश सबैले बनाउनु भएको छ मेरो टिकटकमा भोइसमा हजुर अनि त्यतिखेर चाहिँ कस्तो लाग्यो टिकटकैभरि आफ्नै मात्रै आउँदा खुसी लाग्यो मलाई खुसी लाग्यो जस उहाँहरू यति सोझो मान्छे हुनुहुन्छ कि श्रीमान पनि सोझै हो श्रीमती पनि सोझै हो अब वास्तै हो परिवार नमिल्नु भनेको सबैभन्दा ठुलो कुरो एउटा आर्थिक पाटो पनि हो अनि अर्को कुरो मिसअन्डरस्ट्यान्डिङ पनि हो है तपाईँहरूको भएको त्यति मात्रै हो अरू केही होइन त्यो दुईजना एकअर्कामा मिसअन्डरस्ट्यान्डिङ भएको मात्रै भएको हो क्या त्यति ठुलो इस्यु लिनु हुँदैन क्या यस्तो विषयलाई होइन अबको आउने दिनहरूमा चाहिँ बुढाबुढी के गर्ने भन्ने विचार सोचमा हुनुहुन्छ थाहै छैन बुढोले सोध्नु न अब के गर्नु त सर अब यही हो काम गरे बस्यो बालबच्चालाई पढायो त्यही त हो नि बुढीलाई चाहिँ माया नगर्ने बुढाबुढी त त्यही त हो नि काम गरिरहेको छु माया दया त्यही त हो नि अब आजभोलि भर्खर लप परेको जस्तो काम गर्दा पनि वारिपारि हेराहेर गर्दै त्यस्तो हुँदैन ए अनि पुरानो भइसक्यो अनि 15-16 भइसक्यो साउजीले चाहिँ के भन्नुहुन्छ साउजीले त राम्रै भन्नुहुन्छ मिलाएर बस्नु काम गर्नु आफूको लागि हो अर्काको लागि होइन राम्ररी मिलेर बस्नु बालबच्चा छ बालबच्चा अगाडि यसरी जुदाजुद टोक नगर्नु बच्चालाई असर हुन्छ भन्नुहुन्छ साउजीले पनि आइराख्नुहुन्छ साउजी आइराख्नुहुन्छ आज हामी आउँदैछौँ है भनेर थाहा छ कि थाहा छैन होला थाहा छैन साउजीलाई थाहा ए साउजी चाहिँ अहिले के अरे यहीँ बस्नुहुन्छ कि कहिले काहीँ मात्रै आउनुहुन्छ बिहान आउनुहुन्छ अनि बिहान 9 बजी आउनुहुन्छ 9-10 बजीतिर जानुहुन्छ फेरि 3 बजीतिर आउनुहुन्छ 3 बजीतिर हजुर ल एकदम खुसी लाग्यो तपाईँहरू यसरी नै बस्ने भाइ अब श्रीमती नभाग्नको लागि चाहिँ के गर्नुपर्ने रहेछ
रक्सी छोड्नु पर्ने अनि अर्को शङ्का पनि नगर्नुपर्ने होइन अलिअलि बोल्दा त दिनु पनि पर्ने रहेछ नि मन मान्दैन होला तर होइन म अरूसँग ख्यालठाटो गरेर पनि हिँड्दैन म ए हो हजुर मन्जीले त्यो साथीहरूले जवाब दियो भने फर्काउने हो त्यति मात्रै हो म अरू आउँदैन भनेपछि त्यो राजु माझीले पनि तपाईँलाई जवाब दिएछ फर्काउनु चाहिँ भएको रहेछ म फर्काउँछु त्यही फर्काएको चाहिँ रहेछ होइन अन्तिममा तपाईँले चाहिँ कसरी थाहा पाउनु भयो अरे उहाँ त्यसरी बोलेको थाहा भइरहेको थियो अब कसरी बोलेको नि भेटेको थियो कि मैले एकचोटि त्यही भएर थाहा भएको भेटेको रे तैँले कहाँ भेटेको हो भनेको सुनायो होला नि होइन अरूले सुनायो होला नभए थाहा थिएन अन्त है अब यो पुरानो कुराहरूलाई कोट्याउनु पनि हुँदैन क्या खास होइन अब त मिलेर अगाडि बढ्ने हो होइन टिकटक पनि बस्नुमा पनि राम्रोसँगले दुईजनै लाइफमा बस्ने होइन बस्दै हुनुहुन्छ नि होइन अस्ति सुरुमा त यहीँनिर हो बुढाबुढी चाहिँ अलिक यस्तो बसेर गफ गरेको थियो अहिले त सँगै टाँसेर उभिरहेको होइन तर होइन राम्रो कुरा हो अब आएको छैन होला अनि छोरा र छोरीले चाहिँ आजभोलि खुसी मान्छन् खुसी छ अस्ति मलाई सोधेको थियो मम्मी बाबाले रक्सी छोड्नु भयो अरे भनेको मलाई चाहिँ गुड रे आज छोरीले तर बाबाले चाहिँ मैले भनेको छैन छोरीले त्यस्तो भनेको खुसी छ ल भाइ अनि सुरुमा छोड्नु त गाह्रो भयो होला नि त हौ खै खासै त्यति गाह्रो त केही हुँदैन भए नि ठिकै हो नभए नि ठिकै थियो मलाई जस अब नखानु नै भन्छु क्या यो रक्सी भन्ने चिज नि राम्रो कुरा चाहिँ होइन होइन अब त्यही रक्सीले गर्दा तपाईँको परिवार चाहिँ बर्बाद हुँदैछ भने अनि त्यो नखाँदा केही पनि हुन्न होइन अब पछि बुढेसकालले छुयो त्यो आफ्नो ठाउँमा छ छोराछोरी आफ्नो आफ्नो ठाउँमा पुग्यो बुढाबुढी भयो भने त त्यो अलग पाटो भयो अहिले भनेको त अब लाइफ स्ट्रगल गर्ने टाइम हो नि त दुःख गर्ने टाइम हो होइन कसरी हुन्छ कमाउने जमाउने घर जम राम्रो बनाउने होइन घर त बनाउनु भएको छैन होला होइन हो हाम्रो साउजी आइपुग्नु भयो क्या साउजी आउनुहोस् न यता यहाँ आउनुहोस् यहाँ त कमाल भइसकेको छ नि त नि यहाँ हामीले यसो मिलाएर थियौँ धेरैले भिडियोमा भनेको थिएँ कति दिनको लागि मात्रै मिल्ने हो भन्दै थिएँ है एकदम हजुर हजुर आउनुहोस् न यतै आउनुहोस् न ल हाम्रो साउजी आइपुग्नु भयो होइन जस्तो हुन्छ ल नमस्कार साउजी आउनुहोस् न यतै हुनुहोस् न है अनि धेरैले भन्थ्यो 2-4 दिन मात्रै मिल्छन् होला भन्थे है अब जस यसरी मजाले मिलेर काम गर्दै रहेछन् होइन मिल्नु पनि पर्छ मिल्या पनि छन् यसको भन्दा पनि यो मिल्नको देन उसको छ तपाईँहरूको भनाइ र मेरो भनाइलाई पनि उसले चाहिँ मानेको पनि छ मान्ने पनि मान्छे हो म कहाँ बसिकन मान्छे हो नि त सोझै मान्छे हो मान्छे पनि सोझो मान्ने पनि हो उसले यहाँ उ गरेर पनि भित्र जाँदा यो भन्दैछ यो साउजीले गर्दा मात्रै मैले माने अङ्क नत्र भने मान्ने थिइनँ भनेको थियो अरे उसले त्यति वचन मान्दिँदा भने मलाई खुसी पनि लाग्यो तपाईँहरूलाई नि खुसी लाग्यो तपाईँहरूले भनेको कुरामा पनि र तिमीहरूको व्यवहार राम्रो भयो सधैँभरि नछुटोस् त अब तैँले चाहिँ त्यो व्यवहार जुन हामीले भनेको छ दिदीले भेनाले उहाँहरूले मैले भनेको कुरा तेरो व्यवहारको लागि होइन त मैले यो तेरो भन्दा किन भने भन्ला नभन्दा उसले मलाई अङ्कल भन्ने हुनाले म सानोलाई तेरो भाइ भन्छु क्या यिनीहरूलाई त्यो कारणले पनि हो अनि अहिले त नि पुरै जोडी त नि एकदमै जोडी ढुकुर जस्तो टाँसेर टिकटक पनि पुरा बुढाबुढी मजाले होइन उहाँ त सोझै मान्छे हो नि त म सोझो मान्छे भनेको त टिकटकै अस्ति तपाईँहरूसँग बोल्दा नि उसले त फेरि स्टेट जे बोलेको थियो स्टेट हो उसको आत्मा कुरा बोले हो म सोझो मान्छे हो बोल्न चाहिँ सोझै त्यसै गरी बोल्यो मैले गाली गर्दा पनि हाँस्ने हो त्यो हाँसी जवाफ लाउने अनि भित्र छिर्ने हाँसेरै बस्ने हो क्या अहिलेसम्म चाहिँ हो है लु अब एकदम सजिलोसँगले बस्ने होइन र हामीलाई के लाग्यो भने यी हुन त उहाँहरू निम्न परिवारका मान्छे हुन् सबैले यहाँ काम गरिरहेका छन् होइन र 9-10 हजार रुपियाँ सहयोग पनि आएछ खुसी पनि लाग्यो र उहाँहरूले भनिहाल्नुभयो त्यो टिकटक लाइभमा बस्दा चाहिँ त्यो क्यामेरा राम्रो नदेखिएको खास भन्नुपर्दा त्यो पनि सेकेन्ड ह्यान्ड फोन 4000 मा किन्नु भएको रहेछ होइन त्यसले चाहिँ उहाँहरूले टिकटक बनाउनु हुँदो रहेछ होइन ठिकै छ कहीँबाट यसरी अलिकति भाइ र बहिनीको लागि चाहिँ अब मिलेर बसेको परिवार टिकटक एक त राम्रो पक्ष के देख्यो भने दिनभरि काम गर्ने अनि बेलुका आएपछि चाहिँ एकजना काम गर्ने एकजना टिकटक लाइभ बस्ने घरभित्रै हो नि त भुलियो नि त मान्छे एकदम राम्रो हो त्यो भएछ क्या र त्यो एकदम जरुरी एउटा फोन चाहिँ मैले देखेँ
होइन तपाईँहरूको लागि चाहिँ। अनि त्यसपछि चाहिँ जस लाइफ मजाले यसरी नै बिताउँदै जाने होइन। टिकटकबाट नि कमाइ हुन्छ होइन, तपाईँहरूको आफ्नो लाइफ स्टाइलहरू देखाउनु यो गर्दाखेरि कमाइ हुन्छ त जसले पनि होइन। र अब चाहिँ पछि पनि टिकटकमा पनि तपाईँलाई म सोझो मान्छे भनेर चाहिँ मान्छेले गिज्याउँला नि फेरि, त्यसो भन्यो भने के भन्ने हो म सोझै हो भन्ने। 4-5 वटा त टिकटकै बनाइदिएछन् है हाम्रो। कति धेरै जनाले बनाउनु भएको छ नि। खुसी लाग्यो तिमीहरूको मिल्या देख्दाखेरि, उहाँहरूको पहलले तिमीहरूको नि व्यवहार मिलो। सबभन्दा कुरो बच्चाहरूको हित पनि भयो क्या, बच्चाहरू पनि खुसी। हामीले हेर्नुपर्ने भने बच्चाहरूको हित हो क्या। अनि भाइ अब अहिले श्रीमती यसरी पहिला त टाढा टाढा थियो, अहिले श्रीमती नजिक नजिक आउँदा चाहिँ कस्तो लागिरहेछ? खुसी छु खुसी छु। खुसी हुनुहुन्छ? पहिला त सुत्दा पनि उता फर्केर सुत्थ्यो, बिहान कतिखेर उठेर गयो थाहै भएन भन्नुहुन्थ्यो। आजभोलि त्यस्तो हुन्छ हुँदैन? ए हुँदैन। ल एकदम राम्रो, तपाईँहरूको सधैँभरि यस्तै भइरहेको होस् होइन। किनभने तपाईँहरूको यो जोडी सधैँभरि यस्तो भयो भने बच्चाहरू पनि राम्रो भएर जान्छ होइन, राम्रो पढ्न पाउँछ नि त होइन, सबैले माया पनि गर्छन् है होइन। अब बाँकी कुरा त यस्तै हो, मैले यति नै तपाईँहरू के गर्दै हुनुहुन्छ भनेर बुझ्न आएको होइन। अब तपाईँको डाइलग चाहिँ एकचोटि फेरि याद आयो, म सोझो मान्छे, फेरि कसो अरे अहिले बिर्सिँदैन? यो सहित म कहाँ यहाँ कति 2 टिकी 3 टी चाहिँ म कहाँ एकदमै मलाई क्या उनीहरूले बाउ सराय नै मान्छन् र म पनि त्यसै गर्छु क्या। एउटा चाहिँ सानैदेखि बसेको उसको नाति नातिना भइसक्यो, बरु मेरो भएको छैन। मै कहाँ यत्रो बसिकन उसले बिहा गरिकन बच्चा भयो नाति नातिना, तर मैले गाली गरेपछि ऊ चुपचाप हुन्छ। ऊ पनि त्यस्तै हो, मेरो छोरी जस्तै हो ऊ पनि। सुनिहाल्नु पर्यो, तपाईँलाई याद हुन्छ हुँदैन त्यो डाइलग चाहिँ? कुन चाहिँ? त्यो म सोझो मान्छे ए याद छ। लु भन्नुहोस् त। म सोझो मान्छे, हजुर म सोझो मान्छे, दायाँ बायाँ हेर्नु हुँदैन, मलाई यो आँखा लाउँछ यसले। लाउँछ यसले। तपाईँले के भन्नुभएको थियो त्यतिखेर? अनि त्यो फोनमा चाहिँ उत्यो गरेर कसो पो त्यो फोनमा चाहिँ उत्यो गरेर किन बोलेको भन्दै होइन? अनि तपाईँले के भन्नुभयो? म बोल्छु बोलेकै हो। साह्रै म त होइन, मैले त्यो नोट पनि गरेको थिएन, त्यो भिडियोको बिचमा पनि थियो मान्छेले त्यो मात्रै ट्याक्कै काटेर टिकटकैभरि आएछ। हेर्नुहोस् है, भरे त आमामा जहाँ हेऱ्यो म टिकटक पल्टाउँदै हेर्छु सबै त्यही मात्रै आइरहेछ। म एकदिन त होइन के पो गऱ्यौँ त्यस्तो त होइन भने त राम्रो सुनेको त म सोझो मान्छे, दायाँ बायाँ गर्न आउँदैन, अर्कोसँग चाहिँ बोलेकै हो अरे फेरि। बोल्दा के हुन्छ? विदेशमा छ, बोल्दा के हुन्छ? अझै ऊ विदेशमा छ, हजुर देखेको छ, भेटेको छ। देखेको छ, भेटेको छ। मर्ने गरी हाँस उठ्यो, ठिकै छ। जेस त्यति बेला हामीले चाहिँ उहाँहरूलाई मिलाउनको लागि चाहिँ पहल गरिरहेका थियौँ, उहाँलाई सम्झाइरहेका थियौँ। इभन हाम्रो साउजी, हाम्रो टिम होइन, भाइलाई पनि सम्झाइरहेका थियौँ। कसको लागि भन्दा त्यो साना साना 2 बच्चाको लागि। र अब हामीले अघि पनि भनिहालेँ, यी 2 जना जोडी साँच्चीकै भन्नुपर्दा उहाँ एक अपाङ्ग श्रीमान पनि हो, सबै गर्ने श्रीमतीले नै हो होइन। तपाईँ हुनु भएन भने उनीहरूलाई चाउचाउ पनि नदिँदो रहेछ। अस्ति त्यो पनि कसैले पत्याउनु हुन्न, म नभए भने। हो त्यस्तो रहेछ। हजुर कसले पत्याउँछ त? अनि त्यही भएर पनि तपाईँ बस्नु चाहिँ एकदमै इम्पोर्टेन्ट थियो क्या। अनि हामीले सानो पहल गऱ्यौँ, उहाँहरू मिल्नु भयो। अब बस यति चाहिँ उहाँहरूको अझै राम्रो हुने पक्ष चाहिँ के देखेँ भने बुढी एक्लै पनि टिकटक लाइभ बस्दैन, बुढाबुढी 2 जनै सँगै बस्छन्, दिनभरि काम गर्दा रहेछन्, खाना बनाउँदा रहेछन् होइन। एउटा फोन चाहिँ राम्रो भइदियो झन् राम्रो हुन्छ होइन। हो ल हामी पछि पनि भेट्न आउँदै गर्छौँ, यसरी नै काम गर्दै जानु, मिलेर बस्नु, नानीहरू राम्रो पढाउनु होइन। सम्पत्ति भनेको त्यो नानीहरू हो क्या होइन। बाँकी पैसा भन्ने कुरो त आज कमाइन्छ भोलि सकिन्छ होइन। बच्चाहरू भनेको उनीहरू ठुलो सम्पत्ति हो, उनीहरूले भविष्यमा राम्रो केही गर्यो भने होइन पछि हामीलाई पनि हेर्छन्। नभए उनीहरूले राम्रो प्रगति गर्दै गयो भने उनीहरूको जिन्दगी बन्यो भने त्यो नै खुसीको कुरा हो क्या होइन, होइन भाइ? हो हजुर। तर त्योभन्दा खुसी चाहिँ श्रीमती हो नि, फेरि भाग्यो भने लास्ट तनाव हुन्छ नि। ल हुन्छ हामी यति नै गरौँ ल।